के सङ्गीतमा साँच्चै देश बदल्ने शक्ति होला? आज हामी नेपालको एउटा यस्तै युनिक साङ्गीतिक परियोजनाको कथा खोज्दैछौँ जसले गीतहरू मार्फत राष्ट्रिय जागरणको एउटा ठुलो सपना बुनेको छ। ल आउनुहोस् यो यात्रा सँगै सुरु गरौँ। कानुनी अक्षर राम्रो छ तर आत्मा निदाएको छ। यो सुन्दा गीतको एक लाइन मात्रै लाग्न सक्छ हैन, तर यो त्योभन्दा धेरै गहिरो छ। यो त एउटा भनौँ न एउटा पुरै राष्ट्रको अनुभूति हो। राजनीतिक अन्यल र निराशाको बीचमा आफ्नो आत्मा खोजिरहेको देशको आवाज हो। हाम्रो आजको कथा ठिक यहीँबाट सुरु हुन्छ। त्यसो भए यो आहा नेपाल आखिर हो चाहिँ के? यो खासमा 30 वटा गीतहरूको एउटा साङ्गीतिक अभियान हो अनि यसको लक्ष्य सुन्दा जति सरल छ त्यति नै गहिरो पनि। जुन राष्ट्रिय निराशा छ नि, त्यो ओहो भन्ने अवस्था हो, त्यसलाई स्पष्टता र जागरणको आहा मोमेन्टमा बदल्ने भनेको एउटा निराशाको क्षणलाई भविष्यको भिजनमा ढाल्ने एउटा सुन्दर प्रयास। ल अब लागौँ यो साङ्गीतिक यात्राको पहिलो चरणतिर र त्यो हो स्थायित्वको खोजी। यो चारैतिरको कोलाहल र अनिश्चितताको बीचमा एउटा सफा बाटो खोज्ने कोसिस जहाँ विश्वासको जग हाल्न सकियोस्। यो परियोजनाको एउटा गीत छ, स्थायित्वको बाटो। त्यसले ठिक यही समस्याको जरो समात्छ। त्यसका शब्दहरू सुन्नुहोस् त। हल्लामा हरायो दिशा, वाचा बन्दैछ धुलोमा। सोच्नुहोस् त कस्तो सटिक चित्रण, जहाँ भविष्य नै बाक्लो कुहिरोमा हराएको जस्तो महसुस हुन्छ। समस्या त यो भयो, तर समाधान चाहिँ के त? गीतहरूले नै एउटा बाटो देखाउँछन्। त्यो हो सोचमा स्थायित्व। र यो भनेको खालि सरकार फेरिने कुरा मात्रै होइन है। यो त नीतिमा, दृष्टिकोणमा अनि हाम्रो उद्देश्यमा स्थिरता ल्याउने एउटा आह्वान हो। र यसको लागि चाहिन्छ साँचो कमिटमेन्ट। अनि यो जुन नयाँ जगको कुरा छ नि, यसलाई 3 वटा बलिया खम्बाहरूमा अडिएको कल्पना गरिएको छ। पहिलो न्यायको उज्यालो, जहाँ पावर पदमा होइन विवेकमा हुन्छ। दोस्रो उज्यालो शासन, जहाँ सूचना कुनै रोकटोक बिना नदी जस्तै बग्छ। अनि तेस्रो साझा संविधान, जहाँ हामी अधिकारको मात्रै कुरा गर्दैनौँ, आफ्नो जिम्मेवारीको आवाज पनि उठाउँछौँ। तर स्थायित्व बाहिर खोजेर मात्रै त कहाँ पुग्छ र? यो परियोजनाको सबैभन्दा कोर फिलोसफीले के भन्छ भने रियल चेन्जको सुरुवात त भित्रबाट हुन्छ, आफ्नै मनबाट। अनि यो भित्री क्रान्तिका लागि गीतहरूले 3 वटा स्टेप देखाउँछन्। स्टेप 1 दोष अरूलाई दिने होइन, आफै भित्र हेर्ने। स्टेप 2 पदले होइन चरित्रले लिड गर्ने। अनि स्टेप 3 सत्य नै सबैभन्दा ठुलो क्रान्ति हो भनेर महसुस गर्ने। गीतहरू छन् नि उदाहरण बनाऊ सत्यको स्वर हो। यिनै गीतहरूले यही दर्शनलाई सङ्गीतमा पोखेका छन्। एउटा गीत छ मनको क्रान्ति। त्यसको यो लाइनले त झनै मन छुन्छ। संसार बदल्न खोज्थे तर आफैलाई हेर्न बिर्से। क्रान्ति मनभित्र सुरु होस्। यसले कति प्रश्न पार्छ है कि यो परिवर्तन कति पर्सनल र सेल्फ रिफ्लेक्टिभ हुनुपर्छ भनेर। अनि यो भित्री परिवर्तनको सुरुवात हुन्छ ज्ञानबाट। तर कस्तो ज्ञान? गीतहरूले भन्छन् यस्तो ज्ञान जसलाई कर्ममा बदल्न सकियोस्। अर्थहीन सर्टिफिकेटलाई आत्मा भएको स्किलमा, रटन्त विद्यालाई प्र्याक्टिकल विजडममा, अनि सूचनाले भरिएको दिमागलाई उद्देश्य बोकेको मुटुमा बदल्ने ज्ञान। ल मनको क्रान्तिको कुरा त भयो। अब पालो आउँछ कर्मको, एक्सनको। अब हामी ती गीतहरूबारे कुरा गरौँ जसले आफ्नै हातले भविष्य बनाउन आह्वान गर्छन्, जहाँ हरेक कामको सम्मान हुन्छ। पहिलो आह्वान, हाम्रो भविष्य हाम्रै हातमा। ब्रेन ड्रेनलाई रोकेर अवसरहरू यही आफ्नै देशमा बनाउने। त्यसपछि दोस्रो आह्वान, माटोमा फर्कौँ, हरिया खेतबारीमा नै उज्यालो भविष्य खोजौँ अनि कृषिमा गर्व गरौँ। अनि तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, श्रमको सम्मान। कुनै पनि काम सानो ठुलो हुँदैन। गीतहरूले के भन्छन् भने गर्व पदमा होइन पसिनामा हुन्छ। हातमा हिलो माटो लागोस् तर मनमा सधैँ गर्व होस्। अब यी सबै कर्मको पछाडि केही कोर प्रिन्सिपल छन्, जस्तै आत्मनिर्भरता अर्थात् जागिर खोज्ने मात्र होइन, जागिर सिर्जना गर्ने। हरित चेतना अर्थात् प्रकृतिलाई सास फेर्न दिने, आफ्नो मनलाई हरियो राख्ने। अनि करुणा, जसले शरीरको मात्र होइन मनको पनि उपचार गर्छ। र सबैभन्दा महत्त्वपूर्ण संवाद, जहाँ द्वन्द्वलाई समानुभूतिले विस्थापित गर्छ। र जब यी सबै विचारहरू, कर्महरू र भावनाहरू एकै ठाउँमा आउँछन्, हो त्यहीबाट बुनिन्छ आहा नेपालको अन्तिम सपना, एउटा साझा जागरणको, एउटा नयाँ बिहानी।
एकछिन सोच्नुहोस् त, 30वटा अलग अलग गीतहरू, तर सबैको सपना भने एउटै। यी गीतहरू टुक्रा टुक्रा होइनन्, यी त एउटा सिङ्गो महाकाव्यको अध्यायहरू हुन्, एउटा नयाँ नेपालको कथा। अनि यो पुरै परियोजनाको जुन अन्तिम गीत छ, पुनर्जागरणको बिहान, त्यसले यही सपनालाई सङ्गीतमा उतार्छ। एउटा यस्तो राष्ट्रको कल्पना जो एउटै आवाजमा जागिरहेको छ, जहाँ हरेकको मुटु देशकै धड्कनसँगै धड्किरहेको छ। यो भनेको निराशाको अँध्यारो रातबाट आशाको उज्यालो बिहानीसम्मको एउटा पूर्ण यात्रा हो। जाँदा जाँदै एउटा प्रश्न छोडेर जान मन लाग्यो। यदि कुनै देश साँच्चै नै एकैपटक जाग्न सक्थ्यो भने त्यसको आवाज कस्तो सुनिन्थ्यो होला? के थाहा, सायद आहा नेपालले त्यही आवाज खोज्ने एउटा सानो प्रयास गरिरहेको छ कि?